हाई गाइज, यो हाम्रो यो सुर्खेत जिल्लाको यो काँक्रेबिहार यो मन्दिर छ। यो हाम्रो यो प्रवेशद्वार हो। यसको चारैतिरबाट बाउन्ड्री लगाइएको छ। हाम्रो यो प्रवेश गर्ने बेलामा चाहिँ भित्र टिकट काटेर जानुपर्छ। त्यो टिकटको पैसा एकजनाको 20 रुपियाँ लाग्छ। त्यो पैसा चाहिँ नगरपालिकामा जम्मा हुन्छ। यो काँक्रेबिहारको यो भित्र मन्दिरमा जानलाई यो बाटो सिँढी बनाइएको छ, राम्रो छ है। जसमा तपाईहरुले देख्नुभयो होला, यो भित्र यहाँबाट हेर्दाखेरि चाहिँ जङ्गलको बिचमा भित्र के अरे जङ्गल होला जस्तो छ, तर त्यहाँनिर एकदम राम्रो चिटिक्क बनाइएको छ। जसमा यो हाम्रो मन्दिरको दर्शन गर्नलाई मान्छेहरू यस्तै दिनकै यतिकै, यो त अहिले भर्खर बिहानै छ र मान्छेको घुइँचो सधैँ यस्तै, योभन्दा धेरै हुन्छ अहिले पछि। यो नजिकै आएर मैले तपाईहरुलाई देखाउँदैछु है। यो चाहिँ प्रवेशद्वार चारतिरबाट बनाइएको छ, तर अहिले फिलहाल एउटा मात्रै प्रवेशद्वार चाहिँ खुलाइएको छ। यो हिजो अस्ति यो हावाहुरीले गर्दाखेरि हाँगाहरू भाँचिएर थोडा छ यहाँ अलिकति फोहोर भएको रहेछ। उहाँ बुवाले साफ गर्दै हुनुहुन्छ, अब चटक हुन्छ यो है। अनि यहाँनिर यो काँक्रेबिहारको यो बोर्ड राखिएको छ, जसमा कुन राजाको पालामा कहिले बनाइएको थियो भनेर त्यो जानकारी दिएको छ। जसमा यो काँक्रेबिहार सिन्जा जुम्ला इलाका साम्राज्यको राजा अशोक चल्लले विक्रम सम्वत 1325 तिर बनाइएको थियो र विक्रम सम्वत 1890 को ठुलो भुइँचालोको कारणले गर्दाखेरि यो भत्किएको थियो र अहिले फेरि यो कुछ साल पहिले फेरि यो दोबारा बनाइएको छ है। जसमा तपाईहरुलाई यो देखाइएको छ। यो ढुङ्गामा चाहिँ हरेक ढुङ्गामा चाहिँ यो भगवानको मूर्ति सजिएको छ। जसमा नजिकै म भित्र प्रवेशद्वारमा जानेमा तपाईहरुलाई हरेक ढुङ्गाको म देखाउने छु। यो मन्दिरको पवित्र स्थलमा आएर यो सानो नानी पनि साह्रै खुसी भएर हेर्नु त नाच्दै हुनुहुन्छ है। जसमा तपाईहरुलाई देखाइएको छ। यो यहाँबाट प्रवेशद्वार खुलाइएको छ है। र यो तपाईहरु देख्न सक्नुहुन्छ। यो पवित्र स्थलमा जाने बेलामा चाहिँ हरेक जग्गामा जुत्ता चप्पल चाहिँ बाहिर राखेर जाने गरिन्छ। जसमा यहाँ पनि त्यही गरिएको छ है। र तपाईहरुलाई मैले भनेको थिएँ हरेक ढुङ्गामा चाहिँ भगवानको मूर्ति सजिएको छ भनेर। जसमा तपाईहरुले नजिकबाट देख्न सक्नुहुन्छ। म अहिले भित्र प्रवेश गर्दैछु। यहाँ यो तरिकाले भगवानको मूर्ति राखिएको छ, जसलाई भगवानलाई यो खादाउदा चढाएर सबैले दर्शन गर्नुभएको छ। र यसमा लेख्नु भएको छ कि यो टिकटक र हो हल्ला गर्न मनाही छ भनेर, तर मैले टिकटक बनाएको होइन है। तपाईहरुलाई यो सुर्खेत जिल्लाको काँक्रेबिहारमा यो भगवान बुद्धको मन्दिर छ भनेर तपाईहरुलाई जानकारीको लागि चाहिँ मैले यो छोटो भिडियो बनाउँदैछु। जसमा तपाईहरुले दर्शन गर्न आउनु होला भनेर मैले जानकारी गराउँदैछु है। र यो बाहिर यो तरिकाले यो बाहिर यो के भन्छ, यो यसको नाम चाहिँ मलाई आएन है। यो तरिकाले चारैतिरबाट यसलाई भगवानको मन्दिरलाई यो चारैतिरबाट पुरा सजिएको छ, जसले गर्दाखेरि एकदम राम्रो देखिएको छ हैन। जसमा तपाईहरुले फेरि पनि हेर्न सक्नुहुन्छ है। यसको यो कति राम्रो चटक्क बनाइएको छ। यो भगवानको कोही ठाउँमा बुद्ध भगवान छ, कसैमा के गरेको छ है, राम्रो बनाइएको छ। तपाईहरु पनि घुम्न आउन सक्नुहुन्छ है। मात्र यसमा घुम्न आउनलाई बाहिर यो जुन ठाउँबाट हामी भित्र यो काँक्रेबिहारको लागि आइन्छ, त्यहाँ चाहिँ पर बाइकको चाहिँ गाडीको 10 रुपियाँ लिइन्छ र चाहिँ भित्र यो जो प्रवेशद्वार छ त्यसमा चाहिँ 20 रुपियाँ मात्र 20 रुपियाँ लिइन्छ। टोटल 30 रुपियाँ खर्च हुन्छ। तपाईहरु पनि घुम्न आउन सक्नुहुन्छ है, दर्शन गर्न आउन सक्नुहुन्छ। र अब म तपाईहरुबाट म बिदा हुन चाहन्छु। फेरि पनि हेर्नु होला एकपाली र नेक्स्ट भिडियोमा भेटौँला है त। ल।
बाई।